हेलो साथीहरू, मैले चाहिँ मेरो बेबीको सानैदेखिको लुगाहरू हेर्दा सफा तर इलास्टिकहरू लुज भएको अनि तन्केको यस्तो कपडाहरू चाहिँ कलेक्ट गरेर राखेको थिएँ। हेर्दै जानुहोस् है मैले के बनाउँदैछु यो लुगाबाट। हजुरको घरमा पनि यस्तै बच्चाहरूको पुरानो तन्केको यताउता लुगाहरू छ भनेपछि नफ्याल्नुहोस्। अनि लुगामा भएको इलास्टिकहरू सबै काटेर फ्यालेँ। कभरको लागि चाहिँ मसँग दोपट्टा थियो युज नहुने, मैले त्यही दोपट्टा लगेँ। हजुरहरूसँग जे छ राम्रो आफ्नो साइज अनुसार आफूसँग जे छ त्यही लिनुहोला। कभर लिइसकेपछि आधी तल आधी भाग माथि बराबर गरेर बिछ्याउने, बिछाइसकेपछि आधी भागमा चाहिँ बिछ्याएको भागमा यसरी मिलाउँदै मिलाउँदै बराबर गरेर कपडाहरू राख्नुहोला। राखिसकेपछि यसरी कभर माथिबाट कभर राखेर अनि छेउछेउमा सिलाउँदै अनि सिलाइसकेपछि यसरी बिचमा सिलाउँदै जानुहोला। मेरो चाहिँ रेडी हुँदैछ। यो आइडिया कस्तो लाग्यो? राम्रो लागेमा लाइक सेयर कमेन्ट गरिदिनु होला। मेरो डसना चाहिँ रेडी हुँदैछ गाइज। रेडी भइसकेपछि म हजुरहरूलाई देखाउँछु ल। मेरो छोरी आएर मलाई मामु यो बिस्तारा कसको हो भनिरहेको थिइन्। अनि मैले सानो बेबीको हो भनिरहेको थिएँ। अनि होइन के मेरो हो मनुनी गर्ने हो बिस्तारामा भनिरहेको थिइन्। अनि होइन तिमी त ठुली भयो यो त सानो छ सानो बेबीको लागि हो भनिरहेको थिएँ। अनि होइन के मेरो लागि हो मनुनी गर्छु न भनिरहेको थिइन्। अनि मैले रेडी बनाइसकेपछि सानी नुनी गरिन्। आजलाई यति नै साथीहरू, नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई, थ्याङ्क यू फर वाचिङ।